नारायण सर, हामी कहाँ छौँ अहिले? हामी धुलीखेलमा छौँ। हामी चेयरम्यानलाई आदरणीय हाम्रो डाक्टर देवराज सरलाई भेट्न आएका छौँ। हजुर, ओके। हामी यहाँ लाङगाउँमा छौँ। यसो खानासाना खाएर खाना खाएको छैनौँ अनि हाम्रो अध्यक्षजीको प्रतीक्षामा छौँ, चेयरम्यानको। यो चाहिँ धुलीखेल हो। यहाँ राम्रो छ जस। यो पछाडिपट्टि भ्यू राम्रो छ। यता माथि गरे नगरकोट यता जान्छ, यता हिमालहरू नर्थ साइड, नर्थ चाइना होला होइन। अच्छा, सो भ्यू पोइन्ट हामी छौँ। नयाँ बाटो धुलीखेल पहिला सानो बाटो थियो, यताबाट काठमाडौँ, यता पर सिधै स्ट्रेट यहाँ हेऱ्यो भने स्ट्रेट गयो भने पनौती काठमाडौँ युनिभर्सिटी, यहाँनिर नेपालको टप युनिभर्सिटी, फर्स्ट सेकेन्ड भनौँ न, यो जीवन युनिभर्सिटीको युनिभर्सिटी यहाँनिर यस्तो प्रकारले गरिन्छ। यहाँ हाम्रो धुलीखेल, पुरुवा, सिन्धुली, धरान, पुरुवा सबै आइसकेर जाने बाटो यो। अनि चाइना, तातोपानी, नेपाल कतिवटा भागहरू, सिन्धुपाल्चोकहरू ठुलो छ। यस, आज हामी यहाँ आएका छौँ। बर्खाको सिजन, रेनी टाइम छ। हाम्रो अध्यक्षजी आइपुग्नु भयो बाइकमा है। अध्यक्षजीको हाम्रो आगमन व्यस्त भइसकेको छ। ल जयमसी सर, यसो ब्लग बनाइदिए आज, यसो रिमेम्बरेन्समा। हजुरको यसो भेटघाट भएको छैन है।